खै 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 अबे कस्तो रिसाएर हाने हेलो एन्ड गुड मर्निङ एभ्री वान नमस्ते पनि है आज चाहिँ हाम्रो डे 2 सेकेन्ड डे टुर्नामेन्टको अनि हामी चाहिँ बिहान अब कति बजिसक्यो 9 समथिङ बजिसक्यो त्यो अनि उठेर चाहिँ अब 11:30 को गेम भेट्टाउन जानुपर्ने हुन्छ त्यसको अगाडि चाहिँ खाजासाजा केही खाएर अनि बल्ल ग्राउन्डतिर लाग्नुपर्ने हुन्छ अनि फेरि त्यही हो हामी बसेको चाहिँ मोटेलमा यहीँ यस्तो छ हिजोको दिन चाहिँ त्यत्तिकै भयो थकित भयो खाएर भङ्गनमा सुतिहालेँ म त खाएर अनि त्यही हो यो चाहिँ हाम्रो मोडल पछाडि त्यो भइहाल्यो गाडी यता छ केटाहरू चाहिँ खै सुत्दै होला हामी चाहिँ अब अलिक चाँचाँडो गरेर ट्याप बसिहाल्नुपर्ने हुन्छ होइन त्यही हो हाम्रो रुम चाहिँ यस्तै छ रुम चाहिँ त्यही हो अहिले एकछिनमा फेरि भेटौँ है त सो गाइज फाइनली केटी टेप पनि पाइसकेको छु यो चाहिँ मेरो यहाँ स्टुडेन्टको लागि चाहिँ सपोर्ट हुन्छ भनेर हिजो लाएर खेल गराउनु ठिकै भयो अब चाहिँ हामी ग्राउन्डतिर जाँदैछौँ ग्राउन्डतिर जान लाग्यो खाजा नि खाइयो होइन भाइ पायो महँगो रहेछ त यहाँ 20 पिसको 26 एउटा मात्रै भएको त त्यही हो गाइज ल अब हामी गइन्छ चौरतिर है त Man on.
Samir Arko. Oi, yaar, Arko. Ali kata. Ah. Daffy on three. 1, 2, 3. Daffy! Seconds! And ball!
वहाँ जाने हो यहाँ किन खटेर खेल्छ अनि फेरि बोल्नु पर्यो गाइस हामी चाहिँ के भयो अरे भाइ गेम हारेर सँग भएर बसिरहेको छ हामी चाहिँ अब निस्किसक्यौँ ग्राउन्डबाट पनि ग्याउँ अब फेरि फर्किनु पर्ने हुन्छ घरतिर म्यान अफ द म्याच हो नि अब खतरा सेभ हानेको होइन त नि भाइ होइन बेला किपरले हामी सेभ हानेर अलिक डिफेन्सले पुरा उडेर डाइभ हानेर हात्तीले ह्यान्ड माग्दै थियो होइन तिनीहरूले फेरि हेर्दै थियो अरे यस्तो थियो नि त तिम्रो हात चाहिँ भित्रै थियो नि त तर वानको लिगमा फेरि टु खाएर हारिएको छ हामी चाहिँ के छैन नेक्स्ट टाइम फेरि ट्राई गर्नुपर्छ होइन भाइ नेक्स्ट टाइम फेरि ट्राई गर्नुपर्छ बार स्पोर्ट्स बार रहेछ नि हाम्रो स्टार खेलाडी सबैजनालाई हेलो हामी चाहिँ यहाँ अब यसो भेटघाट अनि केही खाएर निस्किने होइन त भाइ यहाँबाट फेरि घरतिर सो गाइस हाम्रो चाहिँ खानेकुरा आइपुगेको छ खानेकुरा हान्दैछौँ है हान्दैछौँ ब्रदरले चाहिँ यहाँनिर स्कोर कति लिएर आउनुहुन्छ है त यस कमन कोदै हल्लियो त हौ 989 90 ओ खै 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 ल भाइको पालो ल कमन त्यो चाहिँ के हाइएस्ट हो कमन 999 चाहिँ भएन किन के भयो के भयो भाइको 500 कसरी हान्नु पर्ने रहेछ लाइक यसमा यहाँ हान्नु पऱ्यो यहाँ ल ओके कमन यसपछि म ट्राई गर्छु के पाइन्छ अनि कमन Two points. म ट्राई गरौँ एक ल यो यसो खिचिदिनु ल के एडिट गरेर हान्ने पछि के ब्लगर होइन हो ल हाम्रो मेन प्लेयर कस्तो रिसाएर हानेको ओ म हान्छु एक कति छ अब ल त मेरो लास्ट यो यसलाई जित्ने म क्या 600 अलि मजाले हान्नुपर्ने रहेछ त प्रेस गरेर जाउँ न यार Sorry. So guys, हामी चाहिँ
निस्किसकेको छ लाइक यहाँबाट एडिटेड मसिनबाट अब क्यालगरीतिर है त दिदी बिस्तारै बिस्तारै गाइस हामी चाहिँ फर्किँदैछौँ फर्किँदैछौँ कि तर यहाँ वेदरले चाहिँ गराइरहेको छ पानी परेर बाटै नदेख्ने गरी भइसक्यो यहाँ बाटै नदेख्ने भइसक्यो पानी परेर घरि पर्छ घरि बिस्तारै गर्छ घरि भाइलाई चाहिँ कतिको गाह्रो लागिरहेको त्यही भनेको गाह्रै हुन्छ नि त्यस्तो हुँदा चलाउनु साह्रै हुन्छ भन्छ केही राम्रो छैन केही देखेकै जानु मान्छे तिमीले चाहिँ देख्न पऱ्यो नि फेरि अब 1 घन्टा छ अझ 1 घन्टा त्यहाँसम्म पानी पर्छ कति बजाएको यो पानी त्यस्तै गरेको बिस्तारै बिस्तारै परेको स्पिड चाहिँ 100 मै छ होइन ल गाइज हामी घर पनि आइयो थकित भएर होइन भाइजन पुरै 2-3 घन्टै चलाइहाल्यो भन्दा चलायो फुल गेम खेल्यो तिनै गेम 3 गेम सब खेल्यो खेलेर पानीमा आइयो हामी नरुजे पनि अलिअलि गाह्रो भयो होइन त्यो बाटोमा त डर लाग्ने भयो डरलाग्दो पानी परेको थियो नि बाक्लो पानी परेर बाटै केही नदेखिने गरेर बिस्तारै गर्न पनि नमिल्ने होइन फेरि सब सहेको सुना हिँडिरहेछ त्यही भयो नि अनि ल हामी चाहिँ अब म चाहिँ भाइसँग यहीँनिर छुट्टिन्छु घर आइसक्यो झर्छु अनि सामान निकाल्नु पर्ने हुन्छ सो त्यही हो बाई 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 हामी फेरि अब नेक्स्ट विकेन्डतिर कहिले हुन्छ बल खेल्ने मिल्ने त्यतिखेर फेरि भेटिन्छ गेम सेम भएको बेलामा त्यही हो अनि यहाँबाट सामान निकाल्नु पर्ने हुन्छ चला त्यही अहिले झोलासोला बोक्नु पर्छ सो अहिले सो गाइस फाइनली घर पनि आइयो घुम्दै फिर्दै फुटबल खेलेर होइन त्यही हो अब अनि बित्तिकै एकछिन डलिहालेँ म फेरि एकछिन लास्ट थकै पनि लागेको थियो निन्द्रा पनि लागेको थियो है फेरि यसो उठेको 11 बजिसक्यो रहेछ केही खानु पर्ला भनेर सोचेको खै के खाऊँ भएको छ है त्यो पनि अहिले एकछिनमा हेरौँला सो त्यही हो गाइज रमाइलो भयो होइन एन्ड घरमा चाहिँ अहिले कोही हुनुहुन्न फेरि किनभने सबैजना घुम्न जानुभएको छ अनि म पनि जानुपर्ने नै थियो घुम्न चाहिँ तर मलाई चाहिँ फुटबलले बोलाएको भएर फुटबललाई चाहिँ फेरि त भन्न सकिँदैन के गर्नु है गाह्रो छ मन बुझाउनु गाह्रो छ फुटबल भनेपछि त फेरि जहाँ पनि पुगिहालौँ जस्तो हुन्छ के गर्नु हामी पहिल्यैबाट भनिराख्नु भएको थियो फेरि चाजुले नि हामी घुम्न जाने हो भनेर सबैजना घुम्न जानुभयो हिजो बेलुका म चाहिँ हिजो बिहान गएँ आज बेलुका आएँ उहाँहरू चाहिँ भोलि दिउँसो बेलुकातिर आउनुहुन्छ होला ठिकै छ अर्कोचोटि घुमौँला म चाहिँ फुटबल इज लाइक द टप प्रायोरिटी फर मी है अनि त्यही हो हामी चाहिँ
हाम्रो क्लबको नाम चाहिँ डाफे स्पोर्ट्स क्लब थियो एन्ड एडमन्टन भन्ने ठाउँमा चाहिँ भएको थियो गेम चाहिँ एन्ड त्यही हो हामी चाहिँ सेमी फाइनलमा पुगेर हारेको हो 2-1 स्कोर चाहिँ 2-1 उहाँ एडमन्टनकै टिम थियो फेरि हिजो चाहिँ त्यही टिमलाई हामीले 2-1 नै जितेको हो यार आज 2-1 नै हार्यो वाट अ कोइन्सिडेन्स भन्ने के गर्नु के भन्ने के भन्ने अब ब्याड लक भन्ने तर ठिकै छ वी डिड आवर बेस्ट वी गेभ आवर बेस्ट है तर के गर्नु अनि अल द प्लेयर्सहरूलाई पनि थ्याङ्क यू एन्ड यु डिड वेल भन्न चाहन्छु सबैजनालाई एन्ड द मेम्बर्सहरू कोच सपोर्टर्सहरू हाम्रो साथीभाइहरूलाई पनि थ्याङ्क यू होइन आउनुभयो सपोर्ट गर्नुभयो रमाइलो भयो गफगाफ भयो होइन चिनजान भयो त्यही त हो अर्काको ठाउँमा अनि त्यही हो गाइस हारे पनि हामीलाई त्यस्तो दुःखी हुनुपर्ने त्यस्तो कारण छैन किनभने वी गेभ आवर बेस्ट एभ्री वान डिड बेस्ट होइन अनि अब झन् मोटिभेट हुनु पऱ्यो नि त स्याड भएर बसेर त भएन एउटा गेम हार्यो भन्दैमा मोटिभेट हुनु पऱ्यो किनभने फेरि अरूहरू पनि गेमहरू आउँछ आउने नै छ टुर्नामेन्टहरू नेक्स्ट टुर्नामेन्टहरूमा चाहिँ अलिकति स्ट्रङ र बेटर प्र्याक्टिस अनि अलिकति अर्कै माइन्डसेटले हामी मिनिङ माइन्डसेटले जानेछौँ अनि अलिकति त्यही हो प्र्याक्टिस पनि अलिकति कमाइ भएको थियो अब अलिकति प्र्याक्टिस गर्ने भन्दै थियो हाम्रो सबैजनाले नेक्स्ट विकहरूबाट त्यही हो अब चाहिँ अनि अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैजनालाई मनैदेखि है अनि अब आजको लागि त्यति नै धेरै नबोलौँ मलाई थाकै पनि लाग्छ यसो केही खाएर पल्टिहाल्छु म पनि रेस्ट त गर्नै पऱ्यो होइन त्यत्रो दौडियो कुद्यो के गर्यो होइन त्यही हो गाइस सी यू नेक्स्ट भ्लगमा त्यतिन्जेलको लागि बाई भन्न चाहन्छु एन्ड किप सपोर्टिङ किप लभिङ लाइक सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनु होला के कस्तो लाग्यो के कस्तो लागेन भन्नुपर्ने छ के छ होइन तपाईँहरूको मनको कुरा सो त्यही हो बाई हस्ता ला भिस्ता सी यू इन द नेक्स्ट भिडियो है त